पाक्ने बेला भएको छैन कि 1-2 दिनमा हो भने चाहिँ नि साथीहरू यस्तो मजाले पाक्छ। ल बाई बाई आमा, राम्रोसँग बस्नु। अब हामी चाहिँ लाग्यो किने बेला मान्छ कस्तो आमालाई गयो भनिदिनु ल। रोएर चाहिँ नहुने रहेछ। मन सानो नगरौँ न त। होइन हामी मिलाउँछौँ दिदी। भिडियो चाहिँ कहिले हाल्नु है। हामी चाहिँ अहिले चाहिँ आइपुग्यौँ शिव मन्दिर। यस्तो ढुस्से लागेको छ है। यहाँ हेर्नु न डालो पनि लिएर आएको छु क्या। पाकेको पाकेको भन्छ कान्छीले। पाकेको ओ अन्तु म कसरी थपाउँ होला ल भन्नु त। यो पनि पाकेकै होला। यो पनि पाकेकै होला। अनि ला लौना झऱ्यो। हेर्नु न कस्तो राम्रो छ। आमा पाकेको कस्तो टिप्नु नै। यिनीहरू त्यो त हरियो छ के गरेको नि रातो हुन के गर्नु त अब कुन चाहिँ हो ए पुग्ने रहेछ। ओ म त पाकेको थाहा पाइन है। कान्छी रुख टमाटर त्यति पाक्ने बेला भएको छैन कि 1-2 दिनमा हो भने चाहिँ नि साथीहरू यस्तो मजाले पाक्छ। 1-2 दिनमा हो भने मजाले पाक्छ। अब यो 1-2 दिनमा भयो भने चाहिँ हामी अलिकति छिटै फर्किनु पर्ने भयो नि त। सो साथीहरू अब काठमाडौँ जानुपर्ने हुन्छ। के गर्नु ल बाई बाई आमा, राम्रोसँग बस्नु। अब हामी चाहिँ लाग्यो। ल बाई बाई भाउजू। बाई बाई यता सार्नुलाई लु पर्दैन है। पैसा निकाल्ने काम नगरौँ है गाइजहरू। अब चटपट खाइँदैछ। बाई बाई खानु, राम्रोसँग बस्नु। आउँछमासँग जस्तो ल घर जाने ए फर्किने बेला मान्छ यता डन दाजु रेडी भइसक्यो। बाई गर खोइ बाई गरेको दिदीलाई बहिनीलाई बाई गर। बाई गर सानो बाई बाई। दिदीहरू सबैजना दिन यस्तो भइरहेछ। पानी बन्न लाग्छ। मेरो पुकुलाई छोडेर गइँदैछ। लु गीत गाइदेऊ एकचोटि। गीत के भन्छ राख्ने खाँदै जाने। ल बहिनीलाई यहाँ माया ल माया गर माया ल माया गर ल माया गर ल गइसक्यो गर ल लु गर्दैछु ल जान्छ। अब हिँड्ने बेलामा ल राम्रोसँग जानु। अब छेमा आउनु है पछि बस्नु भाउजू। लु
म जादिनै हेर्दै ओके सर मेरो ब्याग बोक्यो छाओ कस्तो छु आमालाई गयो भनिदिनु ल आमालाई पनि लिएर आऊ काकासँग होला काका कि बाबा काका रे ल ल बसे कान्छी पर्सि भेटिन्छ छिटै जा ल आमालाई अलिक केयर गर्नु ल अब चिन्नेको कता अब कहिले फर्किन्छ बाबासँग जाऊ अलिकति फोनमै सिसा ल हामी गएको है रोएर चाहिँ नहुने रहेछ मन सानो नगरौँ न त होइन हामी मिलाउँछौँ दिदी गए बहिनी ल भिडियो चाहिँ कहिले हाल्नु है हामी चाहिँ अहिले हलेसी आइपुग्यौँ भयो हलेसी मन्दिर यस्तो ढुस्से लागेको छ है चिसो बढिया छ यता भित्तामा यताबाट चाहिँ हलेसी गेट जान्छ है ल भेन यो अगाडि पाउँछ भन्दै थियो दर्शन त हिजो हाम्रो बुढा भेन आउनु भएको छ जाउँ अहिले अगाडि नै पाउँछ अरे यताबाट चाहिँ अब हामी चाहिँ गयौँ अलिकति सिसा गर्छ ल हेर्नु साथीहरू कुहिरो अब यति त हेर्दै जाने डाँडा काँडा यस्तै रमाइलो छ सो देखाइन नि भेन तर आज आरोन पनि ज्ञानी छ माथि छ है आज तर कि घरबाट निक्लिँदा माथि छ कति राम्रो देखेको हल्लिन्छ क्या धेरै मेरो हातबाट जमरा सहित त्यहाँ हामी मात्रै टिका लाउनु भएन रहेछ मान्छेलाई नेपालीहरूको महान चाड बडा दसैँ हामी कुन्डे बेसी आइसक्यौँ कति बजी अरे 1 बजी नै यो अम्बा हिजो भाइले ल्याइदिनु भयो आज बाटोमा काम लाग्यो पेट पनि भरियो अनि एउटा कुरा यो अम्बा रुममा चाहिँ नपुग्ने भयो त्यसैबाट हामीले भिडियो बनाउँदैछौँ रुममा पनि पुऱ्याएर एक फुटाइदियो भने अब होइन